जय मसीह सबैजनालाई आज फेरि पनि मैले परमेश्वरको एउटा वचन लिएर आएको छौँ। परमेश्वरको वचन मत्तीको पुस्तक 6:1 यसरी लेखेको छ, होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, न त स्वर्गमा हुनुहुने तिमीहरूको बिदाबाट तिमीहरूले केही इनाम पाउने छैनौ। आमेन। साँच्चै नै अहिले यो संसारमा मान्छेहरूलाई देखाउनको लागि धर्म मान्ने गर्छन् अनि परमेश्वरले पनि गर्न नसक्ने कामहरू उनीहरूले गर्ने गर्छन् देखाउनको लागि। तर परमेश्वरले बाइबलमा भन्नुहुन्छ, मान्छेलाई देखाउनको लागि धर्म कार्य नगर्नु, न त स्वर्गको बिदाबाट तिमीहरूले केही इनाम पाउनुहुने छैनौ। आमेन। जब तपाईँ प्रार्थना गर्न पुग्छौ तब अन्य जातिहरू जस्तो गर्नु हुँदैन, किनभने जब प्रार्थना गर्न पुग्छौँ मनमा कुनै पनि संसारको कुराहरू खेल्न हुँदैन, मनमा पापी सोचहरू राख्नु हुँदैन। तब शुद्ध हृदय भएर परमेश्वर सामु तपाईँको पापहरू क्षमा माग्नुहोस्, किनकि परमेश्वरले तपाईँको पाप, तपाईँको दुःख पीडाहरू उहाँ जान्नुहुन्छ, उहाँले तपाईँलाई आशिष दिनुहुन्छ। किनभने परमेश्वरको वचन मत्तीको पुस्तक 6:5-7 परमेश्वरले भन्नुभएको छ, जब तिमी प्रार्थना गर्दछौ तब ढोगीहरू जस्तो नहौ, किनकि तिनीहरू सभाघरहरूमा र सडकहरूका कुनामा मानिसहरूले देखुन् भन्ने खडा भएर प्रार्थना गर्ने मन गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नै भित्री कोठामा बस र ढोका थुनी र गुप्तमा हुनुहुने तिम्रो बिदालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रो बिदाले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्तो व्यर्थै नफरफराऊ, किनभने धेरै सप्ताहमा बोल्दा तिमीहरूको सुनाइ हुन्छ भने तिमीहरू विचार गर्दछन्। आमेन। परमेश्वरको वचनले यसरी भन्दछ, जब प्रार्थना गर्न पुग्छौँ अन्य जातिहरू जस्तो गर्नु हुँदैन है, किनभने जब प्रार्थना गर्न पुग्छौँ नि तब मनमा केही पनि नराम्रो सोचहरू राख्नु हुँदैन, केवल परमेश्वर हृदयमा हुनुपर्छ, परमेश्वरको वचन। अनि तब परमेश्वरले जान्नुहुन्छ तपाईँको दुःख पीडाहरू समस्याहरू, तब परमेश्वरले सबैजना क्षमा गर्नुहुन्छ। आमेन।